जय शिव शम्भु। नमस्ते सबैजनालाई। आज सोमबार भोलेनाथको बाद हैन, तपाईहरुको दिन मङ्गलमय होस् भोलेनाथको आशीर्वादले है। म चाहिँ बिहानै हस्पिटल आए, नुहाई गरेर पूजाहरू गरेर भोलेनाथलाई पानी चढाएर चाहिँ ड्युटी आएँ हैन। म त ड्युटी आइपुग्नु ढिलो हुन्छ होला भनेर सोचिरहेको थिएँ, तर टाइमले आइपुग्यो। टाइम भन्दा त 6 मिनेट अगाडि नै आइपुग्यो हो। अन्त भिडियो बनाउँछु भन्ने सोचेर चाहिँ आएर चाहिँ भिडियो बनाएको। सानो गरम भइरहेको छ पुरा हो। अब तपाईहरुले यस्तो सोच्नुहुन्छ होला एउटै भिडियो सेतो ड्रेस लगाएर केही कन्टेन्ट पनि छैन, केही छैन, खासै त अब के गर्नु त हैन। यस्तै छ, मन पराउनेले मन पराइदिनु राख्नु भएको छ, हल्का फुल्का भए पनि हैन। नमन पराउनेहरू जो जति हुनुहुन्छ सबैजनाले स्किप गरिदिइराख्नु भएको छ। मलाई केही छैन प्रब्लम भाइ, त्यसमा मलाई केही प्रब्लम छैन हैन। जसले मन पराउनुहुन्छ गरिदिनुहुन्छ। तपाईहरुलाई मन पर्यो भनेदेखि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस्। आमाम पुरै हतारमा बोल्नुहोस्। एउटा भएर पुरै मुख लड गरेर यस्तै छ है। अब गरम भयो पुरा हो। हैरान भए खतरान भए। तपाईहरुको के कसो छ खबर? मेरो चाहिँ एकदमै बढिया छ। तपाईहरुलाई जसलाई मेरो भिडियो मन पर्छ लाइक कमेन्ट गरिदिनुहोस्। अन्त त्यति नै हो। अन्त कति मलाई तपाईहरुले स्टारहरू पनि पठाउन सक्नुहुन्छ, तर पठाउन इच्छा हुनेले पठाउँदाखेरि हुन्छ है। स्टार पठाइदिनु भयो भने चाहिँ मेरो अर्निङ हुन्छ, किनकि मेरो $6 मात्रै भइरहेको छ हो। जबसम्म $25 हुँदैन तबसम्म आउँदैन अरे पैसा। अन्त त्यसले गर्दाखेरि चाहिँ मलाई पुरा जरुरत छ तपाईहरुको सपोर्टको हो। प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस्। अगर तपाईहरुलाई राम्रो लाग्यो भनेदेखि स्टार पनि सेन्ड गर्न सक्नुहुन्छ। त्यस्तो जबरजस्ती चाहिँ केही पनि छैन। अगर मन पर्यो भनेदेखि गर्दाखेरि हुन्छ है। यति भन्दै म मेरो भिडियोलाई समाप्त गर्छु। बाइ बाइ, टेक केयर। तपाईहरुको दिन मङ्गलमय होस् भोलेनाथको आशीर्वादले। जय भोलेनाथ, जय महाकाल, जय शिव शम्भु।